हैन? घर हराएको मान्छे त हो नि म, हो कि होइन? आफ्नो परिचय हराएको मान्छे हो। त्यही भएर म मेरो परिचय खोज्ने काम चाहिँ साधनाद्वारा गर्दैछु। यो साधनाले मलाई के गर्दैछ? मलाई आफ्नो परिचय फर्काउँदैछ। यसले नयाँ परिचय बन्दैन। कतिजनाले सोच्नुहुन्छ होला ध्यान गरेर म नयाँ बन्छु, पहिले नै तपाईँ भएको ठाउँ पुग्ने हो, तपाईँको मूल घर भेट्ने हो। मूल घर कहाँ छ? मूल घरभन्दा धेरै पर आइसक्नु भएको छ तपाईँ। र आफ्नो संसारमा हामी बाहिर यो बहुरूपी होइन, यो संसारमा हामी अल्मलिएका छौँ। र हामी यो पृथ्वीमा आउनुभन्दा अगावै सुरुवातमा चाहिँ विभिन्न आफ्नो उद्देश्य, आफ्नो लक्ष्यहरू र विभिन्न हाम्रा बाचाहरू हुन्छ। तसर्थ हामी यो धरतीमा आउँछौँ र यो धरतीमा आइसकेपछि केही समयपछि हामी बिस्तारै हुर्किँदै जाँदाखेरि हामी संसारले हामीलाई थिच्छ र मैले त्यो बाचाहरू बिर्सिन्छु र म यो संसारलाई मैले पाल्ने, यो संसारमा केही बन्ने, केही गर्ने, होइन, केही न केही हुनेतिर लाग्छु। त्यसकारण अब हामीले के गर्नुपर्छ होला? हामीले ध्यान गर्ने, आफैप्रति जागरण, आत्मजागरणको प्रारम्भ गर्नुपर्छ। ध्यानले नै मलाई विकास गराउँछ। ध्यानले नै त केही होइन भन्ने, के हो भन्ने थाहा दिन सक्छ क्या। ध्यान बाहेक अरू केही विकल्प छैन। सुरुवातमा हामी ध्यान गर्दै जाँदाखेरि तपाईँको अहङ्कारलाई बोध हुन सुरु हुन्छ। त्यसकारण कयौँ व्यक्तिहरू दुईवटा धार बोकेर आउनुहुन्छ। एउटा अहङ्कार है, अहङ्कार सँगसँगै साधना पनि चाहँदै आउनुहुन्छ। मैले चाहिँ उहाँहरूलाई अहङ्कार छोड्नुहोस् अथवा अहङ्कारप्रति सजग गराउने गरेका छ। र अहङ्कारप्रति सजग भएन भने, यदि उहाँलाई अहङ्कारकै प्रेम हो भने तपाईँ अन्त कतै जान सक्नुहुन्छ भनेर पठाउने पनि गरेका छ है। यसको मतलब के हो भने उहाँलाई मैले अहङ्कार सँगसँगै उहाँको जीवनमा मुक्ति सम्भव छैन, मोक्ष सम्भव छैन। बेलुन हो, जहिले पनि फुट्छ। हावाको बेलुन आज नभए भोलि, भोलि नभए पर्सि फुट्छ र त्यो फुटेर उहाँ जुट्नै सक्नुहुन्न होइन, बार बार टुट्नुहुन्छ। र यहाँनिर चाहिँ मैले हरेक साधकलाई के भन्ने गरेको छु भने आफैप्रति सजग बनाऊ। म केही होइन भन्ने कुरा थाहा पाउने हो क्या साधनाले, होइन? म केही होइन, म खाली हो, म यो सारा ब्रह्माण्ड हुँ, म सारा जगत हुँ, म स्वयं परमात्मा हुँ है, म यो सम्पूर्ण ब्रह्माण्ड हुँ। यो हुँ भन्ने थाहा पाउनको निमित्त मलाई साधनाको जरुरत पर्छ र मलाई गुरुको आवश्यकता पर्छ।